जुन मानिसले भक्तिपूर्वक पूरा दिन अथवा आधा दिन अथवा एक चौथाई दिन अथवा एक मुहूर्त अथवा एक क्षण मात्रै भए पनि देवी भागवत भगवतीको कथालाई श्रवण गर्दछ, सुन्दछ, चिन्तन गर्छ, पठन गर्छ, पाठ गर्छ, मनन गर्छ भने तिनीहरूको कहिल्यै दुर्गति हुँदैन। त्यसै कारण यहाँ के भन्नुभएको छ सुतजी महाराजले भन्दा, यस्तो भागवतम दिव्य पठित्वा संशृणोति वा धर्ममर्थस्य कामस्य मोक्षस्य लभते नर। त्यति मात्रै हैन आमा बाबा दिदी बहिनीहरू, यहाँ जो व्यक्तिले धर्म अर्थ काम अनि मोक्षलाई प्राप्त गर्न चाहन्छ भने सिधै मोक्षको गति धर्म अर्थ काम सबै थोकलाई देवी भगवतीले पूरा गरिदिनुहुन्छ। देवी भगवतीको महिमा त अनन्य रहेको छ। केवल एक सेकेन्ड मात्रै भए पनि, एक शेष मात्रै भए पनि श्रवण गर्दा यो दिव्य वचनलाई देवी भगवतीको एक श्लोकको अर्थ मात्रै हजुरले बुझिदिनु भयो भने पनि जीवन कल्याण हुन्छ, धन्य धन्य हुन्छ। बोल भक्त वत्सल भगवानको।